शिवारू नमस्ते। फरक फरक विषयको कथा भन्ने क्रममा आज म पृथ्वीको सृष्टि भएपछि त्रिसामरिक शक्तिहरू देवतागण राक्षस मनुष्य ती पारस्परिक चक्रमाझ घुमेको सत्ययुगतर्फ फर्काउँदैछु तपाईहरूलाई फेर यस भन्ने कथा श्रृङ्खलामा। जलान्धरपुरीमा एक दैत्य राज्य थियो। यो दैत्य राक्षसहरूको शक्तिशाली राज्य थियो। 33 कोटी देवगण र राक्षसहरू बीच जलान्धरपुरीको आकाशमा जल थल स्थलमा अकस्मात युद्ध भयो। यो युद्धमा 33 कोटी देवतागणसँग राक्षसहरू पराजय भए। सयौं राक्षसहरू काटिए, मारिए। राक्षसहरूको रगतको खोलै बगे। देवताहरू युद्धको विजय उत्सव मनाउँदै कराउँदै चिचाउँदै आफ्नो वाहनमा चढेर फर्कँदै थिए आकाश गङ्गामा। यो कोलाहलमय उत्साह अनि राक्षसहरूको विनाशसँगै विस्मातले ठुलो चिन्ता दैत्य राजा जलान्धरलाई परेको थियो। राजा विरक्त लिएर हिमालयमा गएर कठोर तपस्या गर्न थाले। त्यो चिसो सेतै हिउँले ढाकेको हिमालयमा न भोक न प्यास केहीको प्रवाह नगरी दिनरात सप्ताह महिनौं वर्ष बित्दै थियो। त्यो हिमालयमा एकटक अडेक भएर कठोर तपस्या गरेको देखेर दैत्य जलान्धर राजालाई धमिराले ढाकिदिइसकेको थियो। उता 33 कोटी देवगण ढुक्क शान्त खुसीले राक्षसहरूको नाश गर्यो। अब मनुष्य पशु पन्छी वृक्ष आफ्नै सृष्टि दृष्टिगोचर त हुन् भन्दै थिए। वर्षौं वर्ष जलान्धर दैत्य तपस्यामा बसेको हुनाले अन्य बचे कुचेका दैत्य गुप्त लुप्त भएर लुकेर बसेका थिए। एक दिन ब्रह्मा सृष्टिकर्ता आफ्नो सृष्टि कसरी चलिरहेको छ भनेर ध्यान दृष्टिले हेर्दा देवगण खुसी उल्लासमय मनुष्य पशु पन्छी वृक्ष आफ्नै यति श्रीमा देखे। सृष्टिलाई सन्तुलन गर्न सृष्टि गरेका राक्षसहरू देख्नु भएन। सृष्टि सिर्जित गर्दा मनुष्य राक्षस देवता तिनीले परिधीय चक्रमा सिर्जना गरेकोमा देवता र मनुष्य भएर मात्र सृष्टि सन्तुलित हुँदैन। राक्षसहरू कहाँ गए के भए भनेर ध्यान दृष्टिले विगत र वर्तमान हेर्दा ब्रह्माजीले देवता र राक्षसको लडाइँ भएको र राक्षसहरू सयौं मारिएको र जलान्धर विरक्त लिएर हिमालयमा गएर कठोर वर्षौं वर्ष तपस्या बसेको देखेर आफ्नो वाहनमा चढेर हिमालयमा जानुभयो। हिमालयमा धमिराले ढाकिएको एउटा डिस्को जस्तोमा जलान्धरको ढुकढुकी मात्र ब्रह्माजीले पाउनुभयो र भन्नुभयो, हे दैत्य राक्षस, तिम्रो कठोर तपस्याबाट म प्रसन्न भएँ। तिमी के चाहन्छौ? तिमी के माग्छौ? म तिमीलाई वरदान दिन्छु भन्नुभयो। यही मौका छोपेर दैत्य जलान्धरले भने, हे सृष्टिकर्ता, हे ब्रह्मा, राक्षसहरू नमरुन्, मरे काटे पनि मैले बिउताउन सकूँ र देवताहरूले जल र थलमा मलाई मार्न नसकुन्, मेरो प्राण लिन नसकुन् भन्दै बिन्ती गरे। म यही मात्रै माग्छु। ब्रह्माजी दोधारमा पर्नुभयो, तर अघि नै वरदान जे पनि दिन्छु भनेकाले हे दैत्यगण, हे दैत्य राजा, तथास्तु 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 भन्दै आफ्नो वाहनमा चढेर ब्रह्माजी हिमालयबाट आलाप हुनुभयो। जलान्धर ब्रह्माबाट वरदान पाएपछि धमिराको डिस्कोबाट टकटकिँदै जलान्धरपुरी गएर आफ्नो बचे कुचेका लुप्त गुप्त रहेका दैत्यहरू भेला पार्दै देवगणहरूसँग युद्ध लड्न थाले। नभन्दै देवताहरूसँग राक्षसहरू यसपटक राक्षसहरूले जित्दै गए। देव स्थलमा पुगेर उनले वितन्डा मचाउन थाले। देवताहरूको बगैँचामा पुगेर अनेक वितन्डा बदमास गर्दै देवताहरूलाई लखेट्न थाले। देवताहरूले राक्षस मारे काटे, चक्र प्रहार गरे, शिरछेदन गरे शिरछेदन भए तापनि तुरुन्तै जलान्धरले दैत्यहरू बिउजाइहाल्थे। यो देखेर राक्षसहरू अघि बढिरहेको थियो। राक्षसहरू यसपटक देवगणहरूलाई जित्ने जुनासाथ अघि बढिरहेको थियो। देवताहरूको भागाभाग हुन थालिसक्यो। अन्त देवताहरू कैलाश पर्वत गरेर
महादेवसँग बिन्ती चढाउँदै अनुनय विनय गर्दै सब विस्तार पथ लगाए। त्यसपछि महादेवले भन्नुभयो, ए देवगणहरू हो, जलान्धरले ब्रह्माबाट वरदान पाएकोले मैले माग्नु हुँदैन। मेरो पुत्र कुमारले जलान्धरलाई नाश गर्नेछ, कुमारलाई लिएर जाऊ। तर जल थलमा नभई आकाश गङ्गामा कुमारले आफ्नो चक्र प्रहार गरेर जलान्धरको शिर छेदन गर्नुपर्छ। शिर छेदन गर्न अघि कुनै एक देवगणले जलान्धरको पत्नी बिन्दाको सतीत्व हरण नाश गर्नुपर्छ, अनि मात्र जलान्धर मर्नेछ। नत्र जलान्धरको शिर छेदन गरे तापनि शिर तुरुन्त जोडिनेछ। जलान्धरको शरीर जलान्धरपुरीमा बच्रिसकेपछि मात्र उसको शिर जलमा पार्नु भनेपछि 33 कोटी देवताहरू श्री महादेवको जय होस्, श्री महादेवको जय होस् भन्दै कैलाश पर्वतको जय होस्, कैलाश पर्वतको जय होस् भन्दै फर्किए। युद्धमा कुमारलाई लिएर होमिए। देवगणहरूको सबैभन्दा बुद्धिमान चलाक धूर्त विष्णुलाई बिन्दाको सतीत्व हरण गर्ने जिम्मा दिएर अन्य देवताहरू कुमारसँग युद्धमा लडिरहेका थिए। आफ्ना पिताजीको आज्ञाअनुसार आकाश गङ्गामा आफ्नो वाहन मयूरमा उडेर अनेक चक्र जलान्धरलाई एकपछि अर्को प्रहार गरिरहेका थिए। कुमारले उता विष्णु बिन्दाको आँखा छल गरी जलान्धरको भेषमा दैत्य दरबार पुगेको थियो। युद्धमा भएका आफ्ना पति एक्कासी आएको देखेर बिन्दाले अनेक प्रश्न गरे तापनि आँखा छल गरी भेष बदली जलान्धरको भेषमा आएको विष्णुले सबै प्रश्नको सहज उत्तर दिए। अन्तत दैत्य दरबारको खोपीमा बिन्दासँग रातभरि घृणा गरी बिन्दाको सतीत्व देवत्व विष्णुले हरण गरेर छाडे। रातभरिको युद्धमा जलान्धर कमजोर थाक्दै जाँदै थियो। दैत्य दरबारमा विष्णुले बिन्दाको कर्मिक सतीत्व कुमारित्व अतित्व हरण गरिरहेका थिए। बिहान हुनसाथ कुमारको त्यो शक्तिशाली चक्रले जलान्धरको शिर छेदन गर्यो। दैत्य दरबारमा जलान्धरको शरीर जोडले पछारियो। दैत्य राज्य अन्धकार भयो। अन्य देवताहरूले जलान्धरको शिर आकाश गङ्गामा नै पक्रेर राखे। आफ्नो पति दरबारमा बजारिएको देख्न साथ जलान्धर रूप धारण क्षणभरमा विष्णुमा रूपान्तरण भएको देखेर बिन्दाले रुँदै मेरो पतित्व सतीत्व हरण गरेर मेरो पति मार्न छलकपट गरेस् विष्णु, म तँलाई श्राप दिन्छु, त पिपल कुश भइजा, त पिपल कुश भइजा भनेर श्राप दिँदै विष्णु बिन्दा रुन कराउन थाले, चिच्याउन थाले आफ्नो पति जलान्धरको अँगालोमा। आजको कथा कस्तो लाग्यो? आजभन्दा 25-26 वर्ष अगाडि मैले पढेको सुनेको हुनाले केही त्रुटि भए क्षमा प्रार्थी छु। हस्त। धन्यवाद। शिवारो।